हेलो साथीहरू, आज चाहिँ हामी चाउमिन बनाएर खाँदैछौँ है। तपाईँहरू चाहिँ कस्तो कुन अवस्थामा हुनुहुन्छ? पानी परेको अवस्था छ बाहिर चाहिँ, हामी चाहिँ भित्र आज चाहिँ चाउमिन बनाएर खानेकुरा भइरहेको छ है साथीहरू। रमाइलो छ आजको दिन चाहिँ हाम्रो। तपाईँहरू पनि हेर्न सक्नुहुन्छ है त साथीहरू। साथीहरू भर्खरै यो पकाएर बोइल गरेर यो राखेको छु, यो चाउमिन हो। अनि त्यस पछाडि साग हेर्नुहोस्, साग हो यो। अनि त्यस पछाडि हामीले खाने भनेर यस्तो यो हेर्नुहोस्, अर्ग्यानिक चम्चा घरतिरै बनाएको घरको चम्चा यस्तो यस्तो हुन्छ फेरि गाउँले तरिकाको। अनि त्यस पछाडि यस्तै हो हाम्रो पनि पकाउने भाँडा पनि यत्रो छ क्या साथीहरू। ठुलो, एकदम ठुलो छ। आगो बलिरहेको छ, अब बनाउने सुरुमा हो। अब तयारीमै हो बनाउने। अब स्टार्ट गर्ने हो साथीहरू। हेर्नु होला, अहिले खाएको पनि देखाउँछौँ है त। तपाईँहरूले हेरिदिनु होला अनि माया गरिदिनु होला भन्न चाहन्छु। लाइक, सेयर, सब्सक्राइब सबै गरिदिनु होला है त साथीहरू। हजुरले माया गर्नु भने त्यस्तै नयाँ भिडियोहरू पनि हजुरको माझमा हामीले ल्याउने प्रयास गर्नेछौँ साथीहरू है। हेर्न सक्नुहुनेछ। आओ ढेगा साहब के खसरा उस्तान थी के आ मुसिन जरी मातान थी के आजो फेरि पाले बा सस्तो उतल रहन तासा decision kurang mainnya ya dia itu mana aku harus sama aku juga kalau coba ini masih sama dia ngerti lalu minta कुरा गर्नुहुन्छ। साथीहरू हामी चाहिँ आज यो च्यालेन्ज है, हाम्रो च्यालेन्ज हो। एक कन थाली चाहिँ यो उ छ चाउमिन छ। अनि जित्नेले चाहिँ हो यो 1000 रुपियाँ लग्छ। अनि हार्नेले चाहिँ एउटा लास्टमा मेरो खुर्सानी खानुपर्ने छ। ल हामी
एकदम मिठो छ है मिठो छ पिरो रहेछ जस्तै कोइराकी जुमा सन्दिके अनि टक्छ गोरीले दे अंचान मार डिजन कराची Sakuna. Finally guys, मैले खाइसकेको छु अगाडि देख्न सक्नुहुन्छ गाइस के गर्ने यो मैले त लग्ने होला त हैन अब उहाँले चाहिँ एउटा खुर्सानी खानुहुन्छ होला अघि नै कमेन्ट आइसकेको छ उहाँलाई एक खुर्सानी खान्छ अवश्य भनेर 1000 रुपैयाँ हात्ती पाइसकेको छु हेर्नुस् देखिस् दर्पण खुर्सानी हामी यस्तो रातर कुराहरू छ को खानुहुन्छ यो सलक अब यो 1000 रुपैयाँले पार्टी गर्नुपर्छ साथीहरू पार्टी रक्सी किनेर खानुपर्छ गर्छ खाने ल साथीहरू हामीले चाहिँ यी च्यालेन्ज भनेको थियौँ र फर्स्टमा भएको छु दोस्रो हुनुभयो र अन्तिममा नानी हुनुभएको थियो हारेर उहाँले एउटा खुर्सानी खाएर पनि आँसु निकालिसक्नु भएको साथीहरू देख्न सक्नुहुन्छ तपाईँहरूले कमेन्ट लाइक सेयर सब्सक्राइब गरिदिनु नबिर्सिनु होला है माया गरिदिनु होला